हामी चाहिँ अब कन्याम जानु लागेको। यहाँ यस्तो गर्मी छ, यस्तो पसिना पसिना यस्तो घाम लागिरहेको छ। त्यही भएर म र मेरो बुढो चाहिँ अब कन्याम घुम्न जाने। कन्याममा मम्मीहरू पनि अघि बिहानै घुम्न जानुभएको छ, आज लास्टै गर्नु भएर। यस्तो गर्मी छ, के गर्नु, कन्याम गएको गर्मी भएर यस्तो घाम लागेको छ भन्दै घाम। अब हामी चाहिँ कहाँ कन्याम जानु लाग्यो। यहाँ त चिसो हुँदै गइरहेछ। अनुहार त घिनलाग्दो भएर अघि त आँखाबाट आँसु आएर यस्तो भास कुदायो, चस्मा पनि लाउनै बिर्सेछु। आँखाबाट आँसु आएर कस्तो काली देखेको यो जाडो ठाउँमा आइपुगेपछि। झापामा कस्तो गर्मी थियो, अहिले आइपुगेपछि चिसो भयो। पानी पो पर्दैछ कि क्या जस्तो लागिरहेछ है। रेनकोट पनि छैन, बोकेर हुन्थ्यो नि माया रेनकोट। दुईचोटि के भइसक्यो बाँध्यो कान। ए कान बन्द भयो। मेरो चाहिँ कान बन्द भएको छैन, तर अघि स्पिड कुदाउँदा चाहिँ आँखाबाट आँसु आयो। कस्तो जाडो ठाउँमा आइपुग्यो, पानी पर्दैछ जस्तो उता त। मम्मीलाई घुम्नु पनि लागेन, यहाँ चाहिँ टावरै काट्दैन रहेछ। मम्मीहरू चाहिँ उता हुनुहुन्छ अघि ब्याग गएको, गाडी रिजर्भ गरेर। यस्तो भइरहेछ, पक्कै पनि कन्याममा चाहिँ पानी पर्दैछ होला। कहाँ पानी भएछ, रेनकोट पनि छैन। यही भएर हामी भिडियो बनाएर के गर्नु झापामा। वृन्दावनमा चाहिँ गर्मी छ। यहाँ चाहिँ आकाशवाणी खुसी हेर त। मौसम त खतरा छ त यहाँ त। पानी परेको थियो कि क्या हो, सबैले बत्ती बालेर आउँदो रहेछ। 1:40 जस्तो भयो होइन, 1:40 जस्तो हुँदैछ। कस्तो अँधेरो भएको जस्तो क्या। उता त 7 वृन्दावन त 7 बजीसम्म त उज्यालै हुन्छ नि। यहाँ त कस्तो अँधेरो क्यामेरामा त फेरि उज्यालै देखेको छ त। बत्ती बालेर आउँदैछ। बादलभित्र पुगेको जस्तो है। अन्त बादल त क्यामेरामा त त्यस्तो देख्दैन कि क्या। आर्छ होला गाडीको मान्छेहरू, यहाँको यो भिडियो बनाउँदै नै भन्दा त अघिको पनि यहाँनिर आउने मान्छेहरूले पनि भिडियो बनाउँदै रहेछ। यहाँबाट गाडी आउँदैछ, हामी त बादलभित्र बसेको जस्तै भइरहेको छ। अलिकति यो कुहिरो बोकेर लानु मिल्ने भयो भने प्लास्टिकमा प्याकिङ गरेर झापा बाँध्नु पर्थ्यो। अन्त गाडी नै रहेछ है। चिसो खानु आएको लाग्दै चिसो, तर मजा आइरहेछ हौ। अनि माथि घुम्ने ठाउँ छ, अनि यहाँ घुम्ने ठाउँ छैन त। सानो पाती भएर आइपुग्नु लागि क्या हो। त्यस्तो छ। हामी अब सानो पाती भएर आइपुग्नु लागेछु। त्यहाँदेखि कति 15 मिनट जस्तो लाग्छ होला कन्याम। उताबाट हुँदैछ भालेर। कुटी डाँडा अरे कुटी डाँडा। ए यहाँबाट चाहिँ पाखुरा खनेर जान्छ नि। निशाला साथीले लग्नु भन्दै थियो। के भयो छुर्पी होइन, बिर्स्यो। ललिपप लग्यो। फाइनली हामी चाहिँ कन्याम आइपुग्यौँ। स्कुटर रोकाएर होइन, अब मम्मीहरूलाई भेट्ने। हामी चाहिँ अब हेरेको
हामी चाहिँ अब आइपुगेर वासरुम गएर मम्मीहरूलाई कोक लगिदिनु पर्ने अरे अनि जाँदैछु माथि फेरि भएको ठाउँमा ला म त हिल्लाएको छु हिँड्नै सक्दिनँ होला यार हिल्लाएर आएको हिँड्नै सक्दिनँ कि क्या हो मेरो चस्मा पनि हराएको यहाँनिर यो चस्माको त उयो कता नि यस्तो छ बाटो या मेरो मायाले मलाई तान्दै लाँदैछ यति हिँड्दाखेरि नै गलेको म हिल्लाएर आएर साह्रो पऱ्यो आया खोइ त मान्छे कति छ ल मेरो हिल बोक्थ्यो जम्बो ल्याउनु भनेको थियो जम्बो ल्याउनु भनेको थियो अघि दुईवटा भनौँ कि भने तिमीलाई फेरि धेरै छैन होला हेर न मेरो आँखा मेरो आँखा मेरो मायाको आँखामा कचेर उयो बस्नु पाउँछ त खोइ देऊ हात चप्पल पुग्छ होला हौ तर धेरै खाँदैन पुग्छ खाऊ पुग्छ गले धेरै खानु सक्दैन होला त कतिजना छ भने नि त्यस्तै कतिजना छ होला हामी चाहिँ जाँदैछौँ मेरो मायाले मलाई लाँदैछ तानेर डक्सी भएर मोटाएर यहाँसम्म आइसक्यो सानो मान्छे रहेनछ यता त पहिले त यहाँनिर मान्छे त्यति आउँदैन थियो अहिले त कति धेरै आउँदैछ पहिले त यो त्यति मान्छेलाई थाहा छैन त्यही भएर त्यति आउँदैन थियो नि अहिले त कति धेरै आएको माथि त भिड छ कि क्या मम्मीहरूकै ग्रुप 6-7 जना छ खाली खुट्टा यसरी गलेर यो ठाउँ चाहिँ भाइरल भएको ठाउँ हो त्यही भएर मान्छे राख्नु गलेर म चाहिँ आफ्नै सुरुवालमा पस्छु म चाहिँ नमजाले लडेँ दरो लडेँ दरो खुट्टा सुरुवालमा अल्झेर मान्छे पनि हाँस्यो यहाँ गरेर मेरो माया पनि हाँस्यो यहाँ गरेर नमजाले लडेँ मोटी पनि यस्तो मोटी भइसक्यो क्या हेर्नै नसक्ने गरी अलिकति हिँड्दा यहाँ र घुम्नु भन्ने खालको म ट्रेकिङ गर्न सक्दिनँ नि अब नि माया यस्तो पाराले त म ट्रेकिङ गर्न सक्दिनँ नि अनि त्यस्तो यहाँ भयो ओइ सिसा छ कि क्या सिसा हाम्रो मम्मीहरू चाहिँ कहाँ बसेको छ हौ टुप्पीमै सक्यो क्या ए आइपुग्यो म यस्तो लडेँ न मजाले तिमी पनि त झन्डै लड्यो चिप्लेर त मम्मीहरू चाहिँ आइपुग्यो उयो रहेछ हेलो जय मुसी खाली खुट्टा आएको हिल अनि कुर्ता लगाएपछि हिल लाउनु परेन ला यस्तो भएछ लडे भेला त्यो सुरुवालमा तर यस्तो अम्री यहाँनिर यस्तो पस्यो भने यस्तो भएछ फाइनल्ली भेट भयो केटी हो यति हो ग्रुप उता गएको छ ल ए कोक पुग्छ आमा कस्तो गर्मी लाइन छैन दिदीले फोन गर्नुभएको थियो हाम्रोमा त अघि आउँदा त थियो को खाँदैन नि त राजेश भाइले म खान्छु सोडा छ त्यहाँ चाहिँ कसको क्यामेरा जाऊँ मेरो माया र म खिच्नुपर्छ त्यहाँ फोटो खिच्नु जाऊँ न दुईजना यस्तो यतै चाहिँ उसी लागिरहन्छ सिन के गर्नु सिन घरमा कहाँ छ फोटो
त्यो फोनको भोलि पर्सि गइहाल्छ। खाजा खाइसक्नुभयो मम्मी? खाजा खाइसक्नुभयो? छैन भरे भात यत्रो खाएर आएको भोक लाग्छ। लान्छ खानुभयो? किनिदियो भने खाने पो चाहिँ के साह्रो हन्त कालिनीहरू रहेछ भने हन्त धेरै खाने अब हामी पनि भिडियो बनाउनु जाउँ। अब हामी भिडियो बनाउने फोटो खिच्ने उता खिचिहाल्छ त त्यस्तोहरू छ त स्ट्यान्ड छ अरे क्यामेरा छ होइन। बिचरा हाम्रो यहाँनिर भिडियो बनाइदिने मान्छे नै कोही थिएन अनि त्यही भएर यस्तरी भुइँमा राखेर हामी चाहिँ भिडियो बनाउनुपर्छ ल भनेर सल्लाह गर्दै भिडियो बनाएको। अनि मलाई यस्तो गर त्यस्तो गर भन्दै मेरो बुढालाई पोस्ट सिकाएको। अनि कपाल बाँधेको जस्तो गरिदेऊ न यहाँनिर भनेको कपाल बाँधिदिनु पनि आउँदैन मेरो बुढालाई चाहिँ। अनि कपाल बाँधेको अरे चिम्टी नै यहाँ कडा गरेर भाँचिन्छ हौ चिम्टीले भाँचाइ मात्र दियो बित्थामा बाँध्नु लगाएको जस्तो लाग्यो नि त्यतिखेर त। यतिखेर चाहिँ कस्तो दामी हावा चलिरहेको थियो अनि मलाई चाहिँ उहिलेको त्यो फिल्ममा यस्तो सल हावामा उडाउँथ्यो नि त्यस्तै होला लागेको थियो। अनि यो चाहिँ हामी टिकटक बनाउनको लागि भिडियो बनाउँदै बसिरहेको थियौँ अनि साउन्ड पनि छैन यसमा चाहिँ त्यही भएर मैले आफै अहिले बोलेर रेकर्ड गरिदिएको है। अब चाहिँ जानुपर्छ ल माया। अब चाहिँ हामी जानु लागेको खाजा खाइ उही जाने हो तर यहाँबाट फोटो सुटो भिडियो सिडियो बनाएर फोटो खिच्दैन फोटो सुटो भिडियो बनाएर अब हामी चाहिँ जानु लागेको। अनि अघि भिडियो सिडियोहरू चाहिँ सबैजना गइसक्यो। अब जाउँ ल अनि खाजा साजा के खाने थुक्पा खाने थुक्पा पनि खान्छु मोमो पनि खान्छु अनि जाने गाडका राख्ने फेरि भात खाँदिनँ। मेरो जुत्ता बोक्यो मेरो माया चाहिँ जुत्ता बोकेर बिचरा मेरो माया चोरी बोकेर जाँदैछ ब्यागमै छ। अब हामी चाहिँ गएको यहाँबाट रात पर्छ होला नि त होइन त अगाडि। ओहो मेरो मायालाई जुत्ता बोक्दा त कति राम्रो सुहाएको भने नि भया अनि मलाई पर्खिन। अब हामी चाहिँ गएको यहाँबाट बाई बाई। इलामको स्पेसल इस्कुसको मोमो हो यहाँ आएपछि चाहिँ सबैजनाले इस्कुसको मोमो चाहिँ ट्राई नै गरेर जान्छौँ। कन्याम त्यतातिर हुन्छ यता नजाने नि यता जाने उहिले यहाँनिर पिकनिक खान आउँथ्यौँ हामी एकताल हाम्रो क्लास 9 कि 10 मा पढ्दाखेरि पिकनिक ल्याएको थियो हामीलाई यहाँनिर ल्याएर पिकनिक खाएको। अनि त्यो शैक्षिक भ्रमणको बारेमा कस्तो अनुभव भयो के लेखा भनेर निवेदन लेख्न लाउँथ्यो नि यहाँनिर आएको निवेदनहरू लेख्नु गएको थियो। यस्तो छ घुम्ने ठाउँ चाहिँ धन्नै छ तर हामी नघुम्ने है उता माथि बाइक कहीँ मनै पर्दैन अरू त अरे खुट्टै काम हो कि क्या हो त्यो अघि उकालो हिँडेर खुट्टै काम हो जस्तो छ खाएर लाग्यो कि क्या हो इस्कुस खाएरै अगाइहालेँ इस्कुसको मोमो खाएर भरपेटमा थुक्पा खानुपर्छ ल आया लोडे म त खोइ सुटी कस्तो छ बजार घुम्ने ठाउँ छ तर हामी नजाने पसाइदिउँ न सुटीलाई किन्दै छु नि अनि पहिले डाक्टर बुवालाई किन्ने अब चाहिँ हामी फर्किनु लागेको चाबी राख्नु पहिला फर्किनु लागेको होइन फेरि यता त्यो दिन
किनेको देखाउँ हाम्रो चाहिँ साथीहरूको लागि किनेको छुर्पी अनि हाम्रो लागि पनि कति भनेर अब हर्कटेमा निक्लेर सब्जीहरू किन्नुपर्ने छ अनि त्यहाँदेखि चाहिँ सिधै नन स्टप जाने हो अहिले चाहिँ अनि हामी चाहिँ फाइनली यहाँ हर्कटेमा आएर थुक्पा खान लागेको अनि मेरो मायाले चाहिँ सिकुटी खाने अरे अनि सिकुटी अर्डर गरेर खाँदैछ अनि म चाहिँ थुक्पासँग कोक पनि खाँदैछु अनि मेरो मायाले चाहिँ कोक खाँदैन नि त अनि मैले चाहिँ यहाँ मेरो डबल चिउरो देखाउँदै हाँस्दै बसिराखेको छु क्या अनि त्यतिखेर चाहिँ पछाडि ब्याकग्राउन्ड म्युजिक कस्तो राम्रो बजिरहेको थियो तर अनि यो ब्याकग्राउन्ड म्युजिक बजेको कपिराइट लाग्छ अरे युट्युबमा हाल्दाखेरि अनि त्यही भएर मैले भोइस नै सबै म्युट गरिदिएर आफै भोइस रेकर्ड गरेर हालिदिँदैछु अनि यहाँको थुक्पा चाहिँ मलाई त्यस्तो खासै मिठो लागेन पहिले हामी इलाममा जाँदाखेरि चाहिँ एक ठाउँ एउटा होटलमा खान्थ्यौँ अनि त्यहाँ चाहिँ लास्ट चाहिँ प्याक थियो र थुक्पा खाने ठाउँ बस्ने ठाउँ नै थिएन त्यही भएर खानु पायौँ र यहाँ हर्कटेमा आएर खाएको तर मलाई यहाँको होटलको त त्यस्तो मिठो लागेन यता बिर्तावनमा चाहिँ खालि यहाँ स्यामुना काठमाडौँ बफ मोमोमा हामी त्यहाँ थुक्पा खान्थ्यौँ त्यहाँको थुक्पा चाहिँ लास्ट चाहिँ मिठो हुन्थ्यो अनि कुक खानुको लागि गिलास दिएको अरे रक्सीको गिलास जस्तो दिएर म चाहिँ रक्सी खाँदैछु है मेरो सिचन चाहिँ सबै तिमीले खाइदिइसक्यो भन्दै म चाहिँ मेरो मायासँग जिस्किँदै गफ गर्दै खाँदै थिएँ अनि मलाई चाहिँ यहाँको थुक्पा मन परेन त्यही भएर चुक्चा मचा खाएँ रस चाहिँ खाइनँ हामी चाहिँ खाजासाजा खाइसकेर होइन अब घरको घर अब चाहिँ नन स्टप लाग्यो नन स्टप घर अब चाहिँ यति भन्दै आजलाई बाई